एकीकृत नेकपा माओवादीको काठमाडौँमै समानान्तर कमिटी घोषणा भएको छ। विराटनगरमा भएको राष्ट्रिय सम्मेलनबाट असन्तुष्ट नेता डाक्टर बाबुराम भट्टराई निकट नेताहरूले काठमाडौँमै समानान्तर कमिटी घोषणा गरेका हुन्। काठमाडौँको नयाँ बानेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्दै महेन्द्र श्रेष्ठको नेतृत्वमा 57 सदस्यीय काठमाडौँ समिति घोषणा गरिएको हो। म कमरेड महेन्द्र श्रेष्ठ शैलेन्द्रलाई अध्यक्षमा निर्वाचित गरिएको छ। सर्वसम्मतले कमरेड हिमाल शर्मालाई उपाध्यक्षमा सर्वसम्मतले गरिएको छ र अरू पदाधिकारीहरू चाहिँ विस्तारै गर्दै जाने हामीले चाहिँ अर्को बैठकबाट गर्ने हामीले चाहिँ सोचेका छौँ। आधिकारिक र अनाधिकारिकताको चाहिँ मलाई लाग्छ बहस जरुरी छैन। अहिलेसम्म काठमाडौँ जिल्लाको चाहिँ पदाधिकारी घोषणा भएकै छैन र आज हामी गर्दैछौँ, त्यसकारण आधिकारिक त यही हो। असार 15 मा काठमाडौँ जिल्लामा अध्यक्ष घोषणा भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हिमाल शर्मालाई उपाध्यक्षमा राखिएको छ। एकीकृत माओवादी काठमाडौँ समितिमा शर्माले श्रेष्ठलाई उपाध्यक्ष र श्रेष्ठले शर्मालाई उपाध्यक्षमा राखेका छन्। पार्टीमा नयाँ कार्यदिशालाई स्थान नदिएको भन्दै वैचारिक छलफलमा लैजाने नयाँ नेतृत्वले दाबी गरेको छ। हाम्रो पार्टीभित्र वैचारिक र सार्वजनिक बहस छ, त्यसलाई चाहिँ विभिन्न हिसाबले विचार पुर्याएर पुनर्गठनको चाहिँ जुन चाहिँ काम छ त्यसलाई चाहिँ पुरा गर्नुपर्ने हुन्छ। त्यस कारणले हामीले अलिकति समय लिँदै त्यसलाई चाहिँ अलिक व्यवस्थित गरौँ भन्ने हिसाबले त्यो गरेको। श्रेष्ठले काठमाडौँमा अर्को कुनै एकीकृत माओवादीको समिति नभएको दाबी गरेका छन्। 51 जना सदस्य उपस्थित रहेको बैठकले आफूलाई सर्वसम्मत अध्यक्ष चयन गरेको दाबी श्रेष्ठको छ। बाँकी पदाधिकारी आगामी बैठकले चयन गर्ने समेत श्रेष्ठले बताए। नेता भट्टराई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटी घोषणा गरेको भन्दै भट्टराई निकट नेता गङ्गानारायण श्रेष्ठ र राम रिजन यादवलाई स्थायी समितिले केन्द्रीय समितिबाट निलम्बन गरेपछि एकीकृत माओवादीको विवाद चर्किँदै गएको छ। भट्टराई निकट सचिव टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललाई लगातार 3 पटक बैठकमा सहभागी नभएको भन्दै स्थायी समितिबाट हटाइएको थियो। लामो विवादमा फसेको एकीकृत माओवादीमा अध्यक्ष प्रचण्ड र नेता भट्टराई बीचको लामो छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूले दिँदै आएको जिल्ला स्तरीय प्रशिक्षण रोक्ने र नेता भट्टराईले समानान्तर कमिटी गठन प्रक्रिया रोक्ने सहमति भएको थियो। दुवै पक्षको सहमतिमा वैचारिक बहस व्यवस्थापन समिति र समस्या समाधान समिति समेत एकीकृत माओवादीले गठन गरेको थियो। तर सहमति भएको एक साता बित्न नपाउँदै राजधानीमै एकीकृत माओवादीको समानान्तर कमिटी घोषणा भएको छ। काठमाडौँमा समानान्तर कमिटी घोषणा भएपछि एकीकृत माओवादीको विवाद झन उत्कर्षमा पुगेको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा गणेश खड्काका साथ बालकृष्ण शर्मा, काठमाडौँ।